चाहिँ मैले कुखुराहरू आइहाल्यो यो रोप्नु मात्रै पर्छ कुखुराहरू त आइहाल्छ नि नाच्नु यो चाहिँ मैले भर्खर काँक्रा भएर चाहिँ काँक्रा रोपिदिँदैछु भर्खर हो कुखुरा आउनु थालिहाल्यो यसरी बारेन भने कुखुराले सब सकिदिन्छ यसो घोचा लगाएर चाहिँ बार्नुपर्छ यो चाहिँ हो घर तरुल हिजो बाबाले निकालेको हो खनेर अन्त यहाँ चाहिँ अझै मै धोइधाइ गर्दैछु यहाँनिर अन्त यो यति बेला पनि खानु हुँदो रहेछ घर तरुल सानो सानो ठिकठिकैको छ अन्त यहाँ चाहिँ मेरो छोराले भाँडा ओसाटेर धोएको हो यसरी कम्ती काम सघाउँदैन मेरो छोराले अब चाहिँ मैले यहाँ धोइ पनि सकेँ हो अब म यसलाई बसाउँछु यहाँ चाहिँ तरुल पाकी पनि सकेको छ हो नानीले खान्छु के खान्छु भनेर वाक्कै लगेर आइसिन्छ सेलाको अब दिनुपर्ने बेला भयो चाहिँ मैले आज साथीहरू म चिकन मोमो बनाउँदैछु हो यहाँनिर यो चाहिँ एक सेट भए पनि सही छ मेरो फर्स्ट हो अन्त यहाँ छ रोटी यहाँ छ किमा अन्त मोमो कस्तो भयो होला अब हेरेर भनिदिनुहोस् ल यसको डिजाइन मोमोको डिजाइन यहाँ चाहिँ चिकन फ्राई पनि गरेछ हो जुन चाहिँ बोन हुन्छ नि हो त्यस्तो चाहिँ फ्राई गरेछ सुपको लागि हो अन्त यहाँ मेरो छोराले चाहिँ खाँदैछ हेलो यहाँ हेलो भन्न